केटाहरू को केटाहरू चाहिँ बोलाउँछस् आज चाहिँ म चौरस्तामा छु अन्त हल्का प्रेङ गर्ने ट्राई गरिहेर्छु ल यो चाहिँ दार्जिलिङको फेमस जग्गा हो नि त गाइस कि अब के कस्तो हुन्छ हेर्नुहोस् है ल अन्त उहाँ माथि चाहिँ दुईजना बहिनीहरू फोनमा बात गर्दै गरेको जस्तो देखेँ होइन यो बहिनीहरूलाई हल्का गएर चाहिँ दग्दी दिने ट्राई गर्छु ल के कस्तो हुन्छ हेर्नु नि गाइस ओ बहिनी तिम्रो नाम के हो किन चाहियो फोन राख्दो बहिनी कोसँग बोलेको किन अन्त फोन त राख्न अन्त मन पर्यो नि त तिमीहरू दुईजनालाई मलाई पुरा मन पर्यो जाउँ हिँड्दा घुम्नु जाउँ किन जाँदैनस् हिँड्दा भने कता गएको उता चाहिँ यता हिँड्न यता उता कता गएको मन पर्यो नि त तँलाई कानमा बोलेको देखेन होइन हिँड्न हिँड्नु ओइ बहिनी बस त बहिनी सुन न ओ सुन न बहिनी हिँड न मन पर्यो नि त ओ पर्ख न के भन्दैछौ कस्तो कुटिदिन्छु भने ओ बहिनी ओइ अङ्कल चाहिँ कसलाई भनेको भन्छ अहिले किन भनेको अङ्कल चाहिँ हिँड्न अन्त घुम्नु हिँड्न भनेको के अरे ओ त्यहाँ बस्दै छु बहिनी तिमीलाई पिसा पाएको छ होइन तिमीलाई टोइलेट आएको छ उयो हेर टोइलेट उहीँ रहेछ हिँड्दा म पैसा तिर्दिन्छु हिँड्न बहिनी भनेको ओ बहिनी हिँड्न रटी नगरी के को कुर्छस् हिँड्दा यहाँले त तेरो फोन खसाएर जान्छु म बहिनी हिँड्न भनेको छिटो ओ बहिनी हिँड्न अङ्कल चाहिँ कसलाई भनेको त्यो चाहिँ भन्न केटाहरू को केटाहरू चाहिँ बोलाउँछस् मन पर्यो नि त तिमीहरू दुईजनालाई म लान्छु नि त अन्त घुम्नु ल जाँदैनस् के अरे के अरू केटी चाहिँ लु तेरो नम्बर दे लु म यहीँबाटदेखि जान्छु त्यसो भने तेरो नम्बर दे यहीँदेखि जान्छु म बहिनी सुन त एकछिन सुन्न ओ सुन न एकछिन बहिनी सुन न प्रेङ गरेको तिमीलाई प्रेङ गरेको सिरियसली नलियो ल सरी